नमस्ते सबैजनालाई। यति बेला मैले मेला जाने क्रममा यो सर्प देखिरहेको छु, जुन देख्न सक्नुहुन्छ। यो चाहिँ मरेको छैन, देख्न सक्नुहुन्छ है। क्यामेराले क्याच गराउनु त। यो चाहिँ मरेको छैन, सो देख्नुहुन्छ जिउँदै छ यो। तर मैले चाहिँ यसरी रिस्क गर्दैछु, कसैले पनि मार्नुहुन्न, अरूको हत्या गर्नु हुँदैन है त। आइज हेर्न सक्नुहुन्छ जुन सर्प, तर मार्नु चाहिँ हुँदैन है कसैले पनि। देख्न सक्नुहुन्छ यो सर्प चाहिँ जिउँदै छ है सर्प चाहिँ। अलि चाहिँ हामी डरमा बाँच्ने इच्छा सबैको हुन्छ, जान सक्नुहुन्छ है तपाईँ चाहिँ है। तपाईँको मोबाइल एकछिन है सर, हजुर जानुहोस् त है, राम्रोसँग जानु होला है। अहिले भर्खरै चाहिँ मैले सर्प रिसिभ गरिसकेको छु, कसैले पनि नमारिदिनु होला। यसले केही गर्दैन, यसले टोके पनि विष लाग्दैन। अहिले हामीले भर्खरै तपाईँले देख्न सक्नुहुन्छ। यसलाई चाहिँ नमार्नु होला कसैले पनि, यसले केही गर्दैन। मैले समातेको छु, यसले चाहिँ केही जुन देख्न सक्नुहुन्छ तपाईँहरू। भाइ जेन ओ चाहिँ जस्तै नै सार्छ तर चाहिँ यसले केही गर्दैन है, कसैले पनि केही गर्न आउँदैन होला। फाल्थ्यो उता फाल्थ्यो भाइ, तल फाल्थ्यो तल फाल्थ्यो नगर भाइ, तल फाल कि झोलामा नगर भाइ, तल फाल छिटो पागल हो सोल्टी। के अरे तल जान्छु यार, त्यो घर जान्छु यार, ब्यागमा हालेर लगा सिको परे। छोड्यो न फाल्यो बिचरा सामाज खानु म तल हालेर प्लास्टिकमा हाल होइन, प्लास्टिक छ त जान्दै हो। जा मोज गर भाइ, तेरै दिन त तेरै हिँड। सर्प चाहिँ अहिले रिस्क्यु भइसक्यो भाइ उभिरिया बिचरा बच्ने कत्रो प्रयास गरिरहेको छ। क्यामेरा कसो हामीले चाहिँ कहिले केही गरेन है सर्पलाई, रिस्क्यु चाहिँ गरिदिउँ, मारेन है हामीले। हामी त्यस्तो हामी त्यस्तो मान्छे हामी त फेरि मान्छे खतरा पऱ्यो नि यार, हामी त्यस्तो मान्छे हामी त्यस्तो